1844 वटा जुन खुल्या छ भ्याकेन्सी त्यसमा भर्ने या भर्नको लागि पनि अलिकति तपाईहरुले या भरेको मान्छेलाई जस्तै कतिजनाले भर्या छ त्यो हामी कलेक्ट गर्छौं हैन सूचना त्यो उहाँहरुलाई पनि तपाईको रेसिडेन्शियलमा भए पनि यी चाहिँ तपाईहरुको एक्सपर्टिज भएका मान्छे या जो तपाईहरुको कन्सल्टेन्ट हुनुहुन्छ हुन त यहाँ प्रहरी यहाँ हाम्रो इन्स्पेक्टर साहब पनि हुनुहुन्छ रिटायर्ड प्रहरीहरुलाई लगाएर यी गरे पनि हुन्छ तर तपाईहरुको मेरो आग्रह चाहिँ तपाईहरुले विशेष यसमा सीमान्तकृत समुदायको अझ महिलाहरुको पहुँच बढाउनको लागि जुन तपाईहरुको यो प्रयास छ एकदमै महत्त्वपूर्ण र सकारात्मक प्रयास हो मेरो आग्रह चाहिँ जो तपाईको एप्लिकेन्ट त्यहाँ फर्म भर्छ नि 1844 वटा सिटमा त्यसलाई कम्तीमा यो क्षेत्रको मान्छेहरुले या त्यो बहिनीहरुले मलाई चाहिँ थोरै भए पनि अलिकति काउन्सिलिङको जरुरी छ भन्यो भने हामीले यो हल चाहिँ अरु व्यवस्थापकीय कुरा हामीले मिलाइदिँदाखेरि तपाईहरुले टेक्निकल सपोर्ट पनि गरिदिनु भयो भने त्यो पनि अलिकति एउटा मलाई लाग्छ यो कसै ढुङ्गा साबित हुन्थ्यो कि हैन किनभने प्रहरीमा त भर्छ इच्छा रुचि पनि छ धेरैलाई त सूचना छैन तर सूचना भएकोले भर्छ तर भरेपछि पनि अब त्यो तपाईको हाम्रो इन्स्पेक्टर साहबले पनि भन्नुभयो धेरै मान्छेलाई के छ भने बिना पैसाको जागिर पाइदैन पैसै छैन नभएपछि त्यो त्यहाँ हाम्रो लाग्दैन भन्ने कन्सेप्ट धेरै मान्छेहरुको बसेको छ र मधेसमा धेरै मान्छेहरु धेरै नेताहरुले त्यो ठगेर पनि खाएको छ क्या पुलिसमा लगाइदिन्छु भनेर त्यो पैसा उठाउने काम धन्दा पनि हुन्छ त्यही भएर मेरो रिक्वेस्ट चाहिँ आग्रह चाहिँ के हो भने प्रहरीमा जुन एप्लिकेन्ट जसले भर्छ नि त्यो भर्नलाई पनि हामीले हाम्रो किसिमले जस्तै म आफ्नो दैनिक पत्रिका छ त्यहाँ सूचना निशुल्क छाप दिइरहेको हुन्छु हैन मेरो दैनिक पत्रिका छ त्यहाँ निशुल्क छाप दिइरहेको हुन्छु तर भरेको मान्छेहरुले त्यहाँ भर्यो भने भरेको एप्लिकेन्टलाई अलिकति हामीले कञ्चनपुर एरियाको या भनौं न हाम्रो यो क्षेत्रको अरु धेरै ठाउँको त म भन्न सक्दिन तर कञ्चनपुर नगरपालिका सप्तकोशी तिरहुत यो एरियाको भरेको चाहिँ महिला जमानमै भरेको छ भने पनि त्यसलाई चाहिँ टेक्निकल कोचिङ चाहिँ त्यो तपाईको यही एरियामा उलाई चाहिँ के भन्छ 8-10 दिनको भयो पनि हैन अलिकति चाहिँ के भन्छ बेसिक आधारभूत कुराहरु के गर्यो भने हुन्छ भन्ने कुराहरु अलिकति तपाईहरुले गर्दिनु भयो भने यसमा धेरै पैसा खर्च पर्दैन तर यो चाहिँ ठूलो सपोर्ट हुन्छ धेरै मान्छेहरु त्यसको काग छ के भरे पनि त्यो तपाईको अलिकति त्यो कन्फिडेन्स छैन तपाईहरु आएर अलिकति त्यो कुराहरुलाई या हाम्रो यहाँ डीएसपी साहब हुनुहुन्छ इन्स्पेक्टर साहब हुनुहुन्छ या प्रहरीकै कोही रिटायर्ड मान्छेले आएर यो यस्तो हो भन्दिनु भयो भने मलाई लाग्छ त्यसले पनि अलिकति यो बढाउनको लागि यो प्रतिनिधित्व बढाउनको लागि महिला जमानमै पनि धेरै मान्छेहरुको प्रतिनिधित्व चाहिँ बढ्न सक्छ मैले हाम्रो चाहिँ के भन्छ नअप्सको टिमलाई सीमा म्याम हाम्रो आलोक दाइ सबैलाई म निवेदन यो गर्छु कि तपाईहरुले यो कुरालाई अलिकति कि त्यो त लङ टर्म 3 महिनाको कोर्स छँदैछ तर सर्ट टाइममा पनि सर्ट कोर्सहरु पनि यसो अलिकति सहजीकरण मात्रै अरु कुरा हामी मिलाउँछौं तपाईहरुको टेक्निकल सहजीकरण मात्रै पनि गरिदिनु भयो भने मलाई लाग्छ धेरै चाहिँ के भन्छ सजिलो हुन्थ्यो र यसमा दलित सरोकार मञ्चको यो हल छ 150-200 जनाको अर्को हल पनि छ त्यो म चाहिँ निशुल्क उपलब्ध गराउँछु यताबाट चाहिँ हामीले गर्नुपर्ने कुरामा पनि म सहजीकरण गर्छु हैन हाम्रो वडा अध्यक्ष पनि हुनुहुन्छ उहाँहरुले पनि कुनै पाटोमा हुन सक्छ सहजीकरण गर्न सक्नुहुन्छ त्यो अलिकति चाहिँ के भन्छ गाइडेन्स जस्तो भयो भने मलाई लाग्छ धेरै मान्छेको त्यो मनोविज्ञान अलिकति हट्छ म त्यति निवेदन गरेर अहिले फेरि पनि हामी अलिकति बसेर छलफल पनि गर्छौं होला 10 मिनेट म त्यो टाइम पनि उहाँहरुसँग माग्छु र तपाईं भाइ बहिनी सबैलाई फेरि पनि विशेष एकदम मुडी धन्यवाद दिन चाहन्छु है त धन्यवाद यो हात स्टेट सर्भिसमा धेरै कुराहरु चेक गर्नु भएको छ सो अब 37 जनालाई हामीले कोचिङमा 2 महिना चाहिँ हामीले बस्ने खाने र पढाउने जिम्मा हामीले लियो हैन उहाँहरुले के भन्यो भने तपाई यहाँ सुरक्षित रूपमा बस्नुहुन्छ भने तपाईको कमिटमेन्ट मलाई चाहियो हामीलाई तपाई कतै यताउता जानुहुन्न र दोस्रो कुरा तपाई फ्यामिलीसँग फोनमा कुरा गर्न पाउनुहुन्न जुन दिन हामी अलाउ गर्छौं त्यो दिन मात्रै पाउनुहुन्छ तपाईको मोबाइल चाहिँ हामीसँग हुन्छ र उहाँहरुले के गरेको भने एउटा ठाउँमा सबै 3 पालिकाको सबै बहिनीहरुले ल्याएर र त्यसलाई एउटा घेरा जस्तो थियो के यहाँ एउटा गेटमा तालचा लगाइदिएपछि बाहिर जान नपाउने के किन चाहिँ ती गरेको थियो भन्नुस्
किन हामी यति गर्यो के रिजन होला त्यसको पछाडि किनकि सर त्यसको गर्दा सेफ हुन्छ नि त अलरेडी जो काहीँ हुन सक्छ अब यस्तो सवाल त्यस्तो छ सेफ्टीको एउटा कुरा भयो अब त्यही पनि घर हामीलाई पनि टेन्सन हुँदैन कि मेरो छोरी कुनै ठाउँमा छ भने केही हुन्छ भने यस एउटा सेफ्टी फ्यामिलीले टेन्सन हुँदैन अरू फुल फोकस होस् किनभने हामी त पैसा दिन्छौँ लगानी लगाउँछौँ क्यारियर त तपाईँको हो नि जीवन त तपाईँको हो नि मोबाइल लिएर गएर रातभरि मोबाइल दिने हो भने भोलिपल्ट त क्लासमा के पढायो सो यो कुराहरू चाहिँ अलिकति हामीले गऱ्यौँ त्यसबाट चाहिँ तपाईँको 4 जना बहिनी चाहिँ बस्न सकेन उसलाई घरको धेरै याद आयो म यो कुराहरू तपाईँले पर्खाइदिन्छु र उहाँहरूसँग कुरा गर्दाखेरि उहाँहरूको के भनाइ छ भने सर हामी मध्ये 70% मान्छेले चाहिँ हामी सालले नाम निकाल्छौँ सर त्यो कन्फिडेन्स छ उहाँहरूसँग होइन र हामीले यति किन गरिरहेको होला हामी यति किन गरिरहेको होला के रिजन होला यसको पछाडि भन्नुहोस् न किन गरिरहेको होला हजुर महिला प्रौढ जनसङ्ख्या बढाउनको एउटा अर्को आफ्नो भविष्यको लागि अरू महिलाहरू अगाडि बढ्न सक्छ गयो भने त्यो 10 जनाले कतिजना बहिनीहरूलाई तान्छ हेर्छ नि तपाईँले वर्दी लगाएको हेर्छ होइन काम गरेको हेर्छ होइन प्रोग्रेस गरेको हेर्छ भने अरू बहिनीलाई पढ्ने इच्छा पनि हुन्छ नि त म पनि अगाडि बढौँ क्या सो हाम्रो प्रयास के हो भने तपाईँहरूमाथि एफोर्ट लगाएर अरू यो पालिकाको अरू बहिनीहरू पनि भोलिको डेटमा आफै अगाडि बढोस् तपाईँहरूले अलिकति मार्गदर्शन माथि बढोस् उनीहरू अगाडि बढोस् क्या सो अहिले हामी अहिले आउनुहुन्छ उहाँहरू होइन हाम्रो साथीहरू हाम्रो अफिसकै साथी 3-4 जना आउनुहुन्छ होइन हामीले त्यही कुराहरू कहानीहरू अझै गर्छौँ र अर्को तपाईँले एउटा कुरा म अलिक के भन्न इन्ट्रेस्ट छ भने हो यो परियोजनाको बारेमा थोरै भन्नु म हाम्रो काम एउटा तपाईँको घर बनाउने काम भन्यो घर बन्दैछ महिला बालबालिका ज्येष्ठ नागरिकको लागि दोस्रो चाहिँ महिला प्रहरीहरूलाई सपोर्ट गर्दैछु भर्ना प्रक्रियामा त्यो भर्ना प्रक्रियामा सपोर्ट गर्ने पछाडिको कारण के छ भने हामीले नेपाल पुलिसको जुन संरचना छ नि नेपाल पुलिस एउटा आफ्नै संरचनागत हो सो त्यो संरचनालाई सुधार गर्नलाई चाहिँ हामीले नेपाल पुलिसले सहयोग गरिरहेको छौँ हामीले काम गर्ने 3 प्रदेशमा महिला प्रहरीहरूको सङ्ख्यालाई वृद्धि गर्नलाई चाहिँ हामीले नेपाल पुलिसले सहयोग गरिरहेको छौँ दोस्रो चाहिँ महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी कुनै घटना घट्यो भने त्यसको अनुसन्धानलाई अझै प्रभावकारी बनाउनलाई नेपाल पुलिसलाई विभिन्न खाले ट्रेनिङहरू पनि दिइरहेको छौँ हामी होइन त्यो साइन्टिफिक मेथडहरू प्रयोग गर्नेदेखि लिएर डकुमेन्टेसनहरू कसरी गर्नेदेखि लिएर धेरै कुराहरू चाहिँ उहाँहरूसँग अलरेडी छ तर त्यसलाई अझै इम्प्रुभ गर्नलाई चाहिँ हामीले नेपाल पुलिसको क्षमता वृद्धिमा पनि काम गरिरहेको छौँ त्यसबाट हामीले के गर्दैछौँ भने नेपाल स्थानीय प्रहरी र समुदायको बिचको चाहिँ दूरीलाई कम गर्नलाई जुन नेपाल पुलिसले तपाईँको समुदाय प्रहरी साझेदारी कार्यक्रम भनेर चलाउँछ कि 2075 सालमा नेपाल पुलिसको नेपाल सरकारबाट पास भएको प्रोग्राम हो सो नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई पनि सुदृढ बनाउनलाई चाहिँ हामीले काम गर्दैछौँ होइन अलिकति अझै सशक्त भएर मजबुत भएर चाहिँ काम गर्न सक्नुहोस् तपाईँले नेपाल प्रहरी साझेदारी कार्यक्रम भनेर सुन्नु भएको छ तपाईँको पालिकामा तपाईँको स्कुलमा कहिले पनि प्रोग्राम भएको छैन प्रहरी आएर के सिकाउनु भएको छैन साइबर क्राइमको भइरहेको हुन्छ सो सरले ब्यानर लगाउँदाखेरि ब्यानरमा कहिले ध्यान दिएर पढ्नु भयो त्यो ब्यानरमा के लेखिरहेको हुन्छ त्यही समुदाय प्रहरी साझेदारी लेखेर त्यहाँबाट आफू कसरी बस्ने अरूलाई कसरी बचाउने र भइपऱ्यो भने कसरी सहयोग दिने नेपाली पुलिसको न्याय पाउनलाई सो त्यसलाई चाहिँ अलिकति तपाईँ सबै प्लस 2 पास गर्नुभयो के को लागि आउनुभएको थाहा छ तपाईँले भनिसक्नु भयो होला होइन युनिभर्स संस्था युनाइटेड नेसनल संयुक्त राष्ट्र सङ्घको अन्तर्गत एउटा विशिष्ट संस्था छ तपाईँले हाम्रो अवस्थामा देख्नु भयो होला एउटा भवन बन्दैछ महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र यो भवन छ पहिला हाम्रो थिएन
हाम्रो जानुभयो भने कहाँबाट छोडा मैले गरेर त्यसमा एउटा भइगयो प्रशासन कार्यदेखि हरेक शाखा प्रशासन जानु यति साह्रो हुन्छ किनभने हाम्रोमा भवनको अभाव छ उपलब्ध छैन है युनिभर्सिटीले चाहिँ यो हाम्रो जुन भौतिक संरचनालाई अरू जुन नेपाल प्रहरीको क्षमता विकास काम गर्यो नेपाल प्रहरीलाई महिला बालबालिका सम्बन्धी तालिम प्रदान गर्ने उपलब्ध गराउने अथवा बाल निगरानी कक्ष भन्ने हुन्छ बालबालिका चाहिँ हिरासतमा राख्न पाइँदैन भन्ने सांसदले चाहिँ बाल अपराध हुन मिल्दैन है बाल विजय भन्छन् त्यसलाई चाहिँ त्यो शब्द के हो बाल विजय त्यो बाल विजय गरेको लागि चाहिँ छुट्टै राख्नुपर्ने हुन्छ बाल निगरानी कक्ष त्यो हाम्रोमा छैन अब भवन बनाएको छ त्यसमा बन्छ होला हुन्छ भविष्यमा छुट्टै बाल निगरानी त्यसमा बालबालिका चाहिने सामानहरू खेलौनाहरू पेट बिस्ताराहरू सबै कुराहरू त्यो व्यवस्था एउटा के हो भौतिक भवन भएको अब त्यही भएर भवनभित्र चाहिने फर्निचरदेखि हरेक कुराहरू प्रहरीको क्षमता विकासका कुराहरूदेखि लिएर महिला तथा बालबालिकासँग सम्बन्धित सबै पक्षमा युनेस्को चाहिँ सहयोग गर्छ प्रहरीलाई सहयोग गर्नुमा के हो त्यो प्रहरी कार्यालयले सेवा दिने कम्युनिटीलाई सेवा गर्छ सुविधा दिने हो कि प्रहरीलाई सहयोग भने त्यो कम्युनिटीलाई सहयोग हो नि प्रहरीले को प्रति कसलाई सेवा गर्छ प्रहरीले कस्तो सेवा गर्छ होइन कम्युनिटीको समुदाय जनताहरू देशको है त युनेस्को सहयोग हामीलाई त्यो कसलाई रहेछ प्रत्यक्ष सहयोग हाम्रो समुदायलाई पञ्चलपुर इलाकालाई सहयोग भनेको पञ्चलपुरले हेर्ने प्रत्यक्ष पञ्चलपुरमा हेर्ने कुन थियो कतिवटा नगरपालिका पर्छ 3टा नगरपालिका होइन 2टा नगरपालिका 2टा गाउँपालिका पञ्चलपुर फतेहपुर यता कृष्णसारमा अनुसार कृष्णसार पनि अब हनुमान नगरपालिका 3-4वटा छ किरो पर्यो है अब प्रहरी कति मान्छेले चाहिँ डर लाग्छ प्रहरी नजाने भनेको अलिक डर लाग्छ है पानी गर्नुपर्छ घुम्नु पर्छ धेरै हेभी एक्सर्साइज हुन्छ तालिममा पनि गरिहाल्छन् कि त यस्तो साह्रो छ कुरो सुनिँदैन न मेरो चाहिँ अब हाइट वेट पुग्दैन कि म सकिनँ कि त पैसा पो खुवाउनुपर्छ कि यस्तै लाग्छ मलाई पैसा खुवाउनु अनि एउटा साथीले जबरजस्ती गरेर साथी फर्म भर्न जाउँ भने मैले ब्याचलर पास गरेर भोलि नेपाली मोटै बोक्नु अहिले जति इच्छुक थिएन यस्तो अवसर त कुनै नगरौँ हाम्रो बाबा हेटौँडा म हेटौँडाको मान्छे हो हेटौँडामा पनि इन्स्टिट्युटहरू थिएन काठमाडौँमा अलिअलि 1-2 ठाउँमा हुन्थ्यो पछि गर्दै जाँदाखेरि कहीँ कसैलाई एक रिलो खानुपर्ने अहिले एउटा कुरा तपाईँको कुरोलाई नेपाल प्रहरीको भर्ना छनौट प्रक्रिया छ सरहरूले अहिले यहाँ नगरपालिका 10 जनालाई चाहिँ जुन तयारी कक्षा सञ्चालन गर्न लगाउनु भएको छ त्यो चाहिँ यो प्रक्रिया छ प्रक्रियामा चाहिँ 1 रुपियाँ कसैको पैसा पनि लाग्दैन र पावर पनि लाग्दैन आफ्नो कति कसैको नेपाल प्रहरी मात्र एउटा मन्तव्य पनि छैन अरू छ शिक्षक गर्नु जाने शिक्षकको सेवा आएछ है शिक्षकबाट जान्छ लोक सेवा आएन लोक सेवा आएन धेरै संस्थानहरू छ त्यसै प्राधिकरणको कुरा आयो होइन नेपाल आएर निगमदेखि लिएर अरू कमर्स पढ्नु राम्रो गर्नुहुन्छ भने ब्याङ्कतिर छ गुगलमा अरू चाहिँ के भन्छ केही प्रहरीसँग सम्बन्धित मसँग पनि केही तयारी कक्षाको केही किताबहरू पनि छ मधेस सरकार मसँग पनि होइन तपाईँहरू तयारी गर्नुहोस् र अरूलाई पनि जानकारी गराउनुहोस् धेरैभन्दा धेरै मान्छेलाई जानकारी गरायो भने हुनसक्छ तपाईँहरू कोही यसमध्ये कतिपय मान्छेको कतिको हाइट नपुग्ला कतिको वेट नपुग्ला कतिको ट्याटु होला त्यसले छानिन्छ तर तपाईँहरूको मद्दतले अरू धेरै मान्छेहरूलाई खबर भयो भने यहाँ धेरै भाइ बहिनीहरू यहाँ बहिनीहरू चाहिँ BBS होइन BEd पढिरहेको मैले देखाएको छु होइन त्यही भएर तपाईँहरूले आफ्नो साथीहरूलाई पनि भन्नुभयो भने यसमा धेरै मान्छे चाहिँ भाग लियो भने त्यसमध्ये हाम्रो पढ्ने सम्भावना पनि धेरै हुन्छ होइन धेरै मान्छेले भाग लियो भने अझ राम्रो मान्छेहरू युवतीहरू किशोरीहरूले यसमा सजिकरण भाग लिन पाउँछ त्यसमा हाम्रो एरियाबाट जतिजना धेरै भयो त्यति राम्रो हुन्छ त्यो भन्छु र मैले यो हाम्रो बहिनीहरूले के भन्छु भने अब हामी निकट भविष्यमै यो लोकसेवा तयारी कक्षाको लागि पनि हामी सूचना निकाल्दैछौँ अबको केही समयपछि लोकसेवा तयारीको कक्षाको लागि पनि सूचना निकालेर हामी चाहिँ सकभर निःशुल्क गर्ने गरी चाहिँ के भन्छ होइन यहाँ शुल्कै लिनु पर्यो भने प्रशिक्षकलाई बनाउने लाग्ने शुल्क लिएर कसरी हुन्छ यहाँको अब यो हामीसँग विकल्पै छैन।